पहाडको माथि माथि घुम्दै उडेर आकाशको चारैतिर फैलिएर पागल जस्तै उडी हिँड्ने बादल हौ तिमी, बादल हौ। बादल हो त्यो बादल हो। पहाडको माथि माथि घुम्दै उडेर आकाशको चारैतिर फैलिएर पागल जस्तै उडी हिँड्ने बादल हो त्यो बादल हो। बादल हौ तिमी, बादल हौ। साथीहरू ती रमाइलो छेड्थ्यो कुनै बेला, कुनै बेलाको छेड अति रमाइलो। खोटाङ र भोजपुरको सिमाना को छेउमा पुगेको बेला अति रमाइलो लागेको थियो। त्यो समय त्यो छेड हामी घुम्न गएका थियौँ। रमाइलो रमाइलो छेड थियो, रमाइलो चिसो हावापानी, ताक खोलाको शिर पुगेका थियौँ। चिया बगान, चिया रोप्दै गरेको चिया बगान, चियामा कोही पानी लगाइरहेको चियाका बिरुवाहरू। कुनै बेला यो पनि इलामको अन्त जाँडा जस्तै बन्नेछ। पर्यटन क्षेत्र बनिसकेको, बन्ने अवस्था बनाउन प्रयास गरिरहेको कसैको लगानीमा। त्यही रमाइलो रमन्ने एकचोटि सबै घुम्न जानुहोला। यो अति रमाइलो लागेर आयो। हामी निकै बेर त्यहाँ अड्यौँ। चैतको अन्तिम थियो र पनि चिसो। हाम्रोतिर भुइँपातिर पुसमाको ठन्डा जस्तै चिसो थियो। हावा चलेको सरर रमाइलो दृश्य देखेर हामी त्यही मनमोहक भएका थियौँ र रमाइलो गरेर घुम्यौँ 1-2 घन्टा। त्यहाँ अति सुन्दर स्वच्छ हावापानी, स्वच्छ वातावरण, क्या रमाइलो ठाउँ छ। सकभर सबै घुम्न जानुहोला है त्यो ठाउँमा। भोजपुर र खोटाङको सिमाना, ताक खोलाको शिर, अति रमाइलो। बच्चाहरू पनि अति खुसी भइराखेका छन्। घुम्दै 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 त्यहाँबाट कहाँ पुगेका थियौँ? भोजपुर पानदारे पुग्यौँ। पानदारेमा गयौँ, नास्ता खायौँ, अनि त्यहाँबाट रिटर्न आयौँ। गाडीको बाटो तेर्सै खिदीमा आयौँ र कान्छी चन्मियाका घरमा बसेर आनन्द साथ चिसोमा मस्त रमाएर भोलिपल्ट 2 दिन पछाडि फर्केका थियौँ। यो रमाइलो ठाउँ कहिल्यै बिर्सिन सक्दिनँ। अझै रमाइलो त्यहाँको चिसो सम्झिँदै तराईको गर्मी खाँदै बस्दै अहिले हजुर सबैलाई नमस्ते। हजुरहरूलाई